हेलो गाइज, स्वागत छ तपाईँलाई फेरि मेरो नयाँ भिडियोमा। धेरै दुःखदको खबर आयो गाइज, धेरै दुःखदको खबर चाहिँ के भने मेरो के भयो अरे मेरो के भयो अरे मेरो के भयो अरे मेरो एटिट्युड भयो होइन। त्यो युट्युबको गाइड कम्युनिटीबाट बाहिर गऱ्यो भएर डिड भयो भने त्यसले त्यही भन्दै थियो हो कि होइन। होइन मेरो बहिनी हेर्छु यता धेरै चिलाहरू उडिरह। तर राति मेरो च्यानल चाहिँ मेरो डिलिट भयो, कस्तो दुःख खबर। यहाँ छु मेरो यहाँ बिउ अहिले 12 बजी जान्छ है राख्न गाई। त अब हामी सोह्र पर्नुहुन्छ यो कतै त गर्छ नि तपाईँ होला। हेलो गाइस, अनि एउटा सानो खबर मेरो चाहिँ त्यो मैले अस्ति बुढाहरूलाई युट्युब च्यानल जोड भयो। यस्तो झ्याउ लाग्ने अल्छी लाग्ने त्यसमा अलिअलि भ्यू आउँथ्यो। अहिले त झ्याउ लाग्ने यार बुढाहरूलाई पनि बनाउन पनि झ्याउ लाग्ने किन डिलिट गरिदियो। मैले त्यो एउटा कम्युनिटीको गाइडलाइनमा त्योभन्दा बाहिरहरू पनि थिएन जस्तो लागेको थियो। त्यो मैले त्यो एउटा त्यो सर्टिस हालेको थियो क्या, त्यो एवाला त्यो मेनुवाला एकजनाले त्यो माछा पोखरीको डाली बन्ने त बढी सुसिगर्दा रहेछ। अनि त्यो मैले भिडियो गरेर देखाएको थिएँ। अनि मलाई याद आयो क्या, अनि घर गएर म यसको मेमो हाल्छु भनेर हालेको थिएँ। त्यसकै आएको जस्तो लागेको थियो। त्यसले गर्दाखेरि नै मेरो च्यानल डिलिट भयो होइन। अरूको हुँदैन, हाम्रो किन भन्दैछ सानसानो एउटै फेसबाट 4 बनाएको हुँदैन, त्यो भएर नि होला होइन। अनि गाइस, मैले फेरि नयाँ च्यानल खोलेको छु, यसमा प्लिज अलिअलि पनि सपोर्ट गरिदिनु होला। इन्फर्मेसन भिडियो प्लिज गाइस हेल्प मी। मेरो च्यानल ब्यान भयो गाह्रो भयो, के गर्ने। अब यसमा माया देखाइदिनु होला। सब्सक्राइबर बढ्दैन चाहिँ गऱ्यो भने अब त्यही के गर्ने। अहिले झ्याउलाएर घाँस काट्न आएको छु गाइस, यति हेल्प गरिदिनु प्लिज।